टाइफोइड फिभर एक गम्भीर संक्रामक रोग हो जुन सैल्मोनेला टाइफी नामक ब्याक्टेरियाले पैदा गर्छ। यो रोग प्राय दूषित पानी, खाना र हातमुख सफा नगर्दा संक्रमण फैलिन्छ। यदि समयमै उपचार नगरेमा गम्भीर जटिलताहरू हुन सक्छन्। टाइफोइड कसरी फैलिन्छ? टाइफोइड मुख्यतः मानिसबाटै सरुवा हुन्छ, जनावरबाट होइन। संक्रमणका मुख्य माध्यमहरू: दूषित पानी वा खाना सेवन गर्दा, संक्रमित व्यक्तिको मल वा पिसाबसँग सम्पर्क हुँदा, संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्क गर्दा वा हात नधोएर खाने बानी हुँदा। प्रमुख लक्षणहरू: टाइफोइडको लक्षणहरू सुरुमा हल्का हुन्छन् तर समयसँगै गम्भीर हुन सक्छन्। उच्च ज्वरो प्राय 101 देखि 104 डिग्री फ़ारेनहाइट लगातार बढ्ने र घट्ने हुन्छ। कमजोरी र थकान, शरीर कमजोर लाग्ने, काम गर्न गाह्रो हुने। पेट सम्बन्धी समस्या, पेट दुखाइ, अपच, कब्जियत वा कहिलेकाहीँ पखाला लाग्ने। रातोपन, रोज स्पट्स, छालामा ससाना राता दाग देखा पर्छ। टाउको दुखाइ, घाँटी दुखाइ, प्यास सामान्य कमजोरीसँगै देखा पर्न सक्छ। भोक कम लाग्नु, वाकवाकी र उल्टी हुने, खाना खान मन नलाग्ने। टाइफोइड एक गम्भीर रोग भए पनि सावधानी, सफाई र समयमै उपचारले पूर्ण रूपमा नियन्त्रण गर्न सकिन्छ। टाइफोइड ज्वरो समयमै उपचार नगरिएमा गम्भीर तथा ज्यान जोखिममा पार्ने जटिलताहरू देखिन सक्छन्, विशेष गरी रोग लामो समयसम्म रहँदा। प्रमुख जटिलताहरू: आन्द्रामा प्वाल पर्नु, पेटभित्र संक्रमण फैलिन सक्छ र शल्यक्रिया आवश्यक पर्न सक्छ। आन्द्राबाट रक्तस्राव, दिशामा रगत देखिनु, अत्यधिक कमजोरी हुनु। शरीरभर संक्रमण फैलिनु, ब्याक्टेरिया रगत मार्फत अन्य अङ्गमा फैलिनु। मस्तिष्कमा असर, अत्यधिक ज्वरोका कारण बेहोस, भ्रम वा मानसिक असन्तुलन हुनु। कलेजो, पित्तथैली वा फोक्सोमा समस्या, सुनिने वा अन्य संक्रमण। महत्त्वपूर्ण कुरा: लामो समय ज्वरो, पेटको तीव्र दुखाइ वा अत्यधिक कमजोरी देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिनु आवश्यक छ। टाइफोइड गम्भीर हुन सक्छ, तर समयमै उपचार, औषधिको पूरा कोर्स र उचित सावधानीले जटिलताबाट सुरक्षित रहन सकिन्छ।